कमजोर मानिसले बदला लिन्छ, बलियो मानिसले माफी दिन्छ, बुद्धिमान मानिसले व्यवस्था गर्छ र सफल मानिसले सधैँ ज्ञानगुणका कुरा सिकेर क्षणिक रमाइला कुराहरूलाई त्यागी हामीले प्रस्तुत गर्ने जस्ता विषयवस्तुहरूलाई अनुसरण गर्दछन्। नमस्कार, तपाईलाई स्वागत छ सफलताको मन्त्र युट्युब च्यानलमा। अल्बर्ट आइन्स्टाइनको जीवनी पढ्दा मैले सिकेका 9वटा पाठहरू यहाँ प्रस्तुत गर्न लागिरहेको छु, जसले तपाईको जीवन पनि परिवर्तन गर्न सक्छ। र त्यसपछि आइन्स्टाइनका 50वटा भन्दा बढी प्रेरणादायक भनाइहरू प्रस्तुत गर्नेछौँ। त्यसैले भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। आउनुहोस् लागौँ पहिलो पाठबाट। सादगीलाई अँगाल्नुहोस्। आइन्स्टाइनको रेजरले यो भनेको हो, जे महत्त्वपूर्ण छैन त्यसलाई हटाउनुहोस्। सादगीमा शक्ति हुन्छ जबसम्म यो अति सरल बन्दैन। शिक्षाले सोच्ने कला सिकाउनु पर्छ। शिक्षाको उद्देश्य दिमागलाई सोच्ने तालिम दिनु हो, तथ्यहरू सम्झन मात्रै होइन। थप पढ्नुहोस्, थप सोच्नुहोस् र जिज्ञासालाई तपाईको सबैभन्दा ठूलो शिक्षक बन्न दिनुहोस्। हामी सबै एउटै रुखका हाँगा हौँ। सबै धर्म, कला र विज्ञान एउटै रुखका हाँगा हुन्। मानव तब मात्र फल्छ जब हामी सँगै अगाडि बढ्छौँ। हाम्रो सम्बन्ध गहिरो छ। आफ्नो अन्तःस्करणप्रति सत्य हुनुहोस्। आफ्नो विवेकको विरुद्धमा कहिले पनि केही नगर्नुहोस्, चाहे राज्यले जे भन्छ। सिद्धान्तहरूमा अडिग रहन सजिलो छैन, तर त्यो वास्तविक बल हो। सापेक्षता के हो? आइन्स्टाइनले ठट्टा गरे, एउटी सुन्दर केटीसँग 2 घण्टा बस्नुभयो भने 2 मिनट जस्तो लाग्दछ, तर तातो प्यानमा 2 मिनट बस्दा घन्टौँ जस्तो लाग्छ। यही नै सापेक्षता हो। भविष्यको बारेमा धेरै चिन्ता नगर्नुहोस्। म भविष्यको बारेमा कहिले सोच्दिनँ, यो चाँडै आउँछ। भविष्य अलिखित छ, यसको चिन्ताले आजको खुसी खोज्छ। वर्तमानमा के छ त्यसमा फोकस गर्नुहोस् र अगाडि बढिरहनुहोस्। ठुलो सोच्ने साहस गर्नुहोस्। म विश्वास गर्छु कि साहसी कल्पनाले तथ्यहरूको सङ्कलनभन्दा धेरै टाढा राख्छ। संसार परिवर्तन गर्ने विचारहरू सधैँ सुरक्षित हुँदैनन्, तिनीहरू साहसी हुन्छन्। अगाडि बढिरहनुहोस्। जीवन साइकल चलाउनु जस्तै हो, सन्तुलन कायम राख्न हिँडिराख्नुपर्छ। नरोकिनुहोस्। सफलता बिस्तारै तर स्थिर रूपमा अगाडि बढ्नु हो। राजनीति भौतिक शास्त्रभन्दा कठिन छ। जब सोधियो, यदि मानिसले परमाणु पत्ता लगाएको छ भने उसले किन राजनीतिक समस्या समाधान गर्न सक्दैन? आइन्स्टाइनले जवाफ दिए, किनभने राजनीतिक भौतिक शास्त्रभन्दा कठिन छ। जहाँ भावना, अहङ्कार र शक्तिको खेल हुन्छ, त्यहाँ तर्क कमजोर हुन्छ। महान काम अर्थात् जिनियस काम 1% ट्यालेन्ट हो र 99% हार्डवर्क हो। यो भनाइ अल्बर्ट आइन्स्टाइनको हो। आज हामी उनका 50वटा भन्दा बढी उत्कृष्ट यस्तै भनाइहरू प्रस्तुत गर्नेछौँ। आउनुहोस् सुरु गरौँ पहिलो भनाइबाट। जीवन साइकल चलाउनु जस्तै हो। ब्यालेन्स बनाइराख्नको लागि तपाईँ हिँडिरहनु पर्ने हुन्छ। एउटा पानी जहाज किनारमा सधैँ सुरक्षित रहन्छ, तर त्यो त्यसको लागि बनेको होइन। यो दुनियाँ हामीले जस्तो बनाएका छौँ, यो हाम्रो सोचको परिणाम हो। यसलाई हामीले हाम्रो सोच नबदलिएसम्म बदल्न सक्दैनौँ। सबै धर्म, कला र विज्ञान एउटै वृक्षका शाखा हुन्। एउटा मान्छे त्यस पूर्णको एक भाग हो जसलाई हामीले ब्रह्माण्ड भन्दछौँ। महान व्यक्ति र मूर्ख बीच यही फरक हुन्छ कि महान व्यक्तिको आफ्नो सीमा हुन्छ, मूर्खहरूको अरूको सीमा हुन्छ। दुष्ट काम गर्नेहरूद्वारा संसारको विनाश हुने छैन, तर तिनीहरूद्वारा जसले केही नगरी हेर्छन् मात्रै। शान्तिलाई तागतले कायम राख्न सकिन्न। शान्ति केवल महसुस गरेर मात्रै प्राप्त गर्न सकिन्छ। यदि कुनै मानिस यसकारण राम्रो बन्दैछ कि उसलाई सजायको डर र इनामको आश छ भने त्यो मानिस सबैभन्दा नीच हो। जब तपाईँ सिक्न बन्द गर्नुहुन्छ, तब तपाईँ मर्न सुरु गर्नुहुन्छ। बुद्धिको मापन परिवर्तन गर्ने क्षमता हो। हिजोबाट सिक्नुहोस्, आजको लागि जिउनुहोस्, भोलिको लागि आशा गर्नुहोस्। महत्त्वपूर्ण कुरा यो हो कि प्रश्न गर्न कहिले नछोड्नुहोस्। जसले आफ्नो सम्पूर्ण शक्ति र आत्माको साथ एक कारणको लागि आफूलाई समर्पित गर्दछ, त्यो नै साँचो गुरु हुन सक्छ। हामीले आफ्नो समस्याहरू त्यही सोच लिएर समाधान गर्न सक्दैनौँ जुन सोचको कारणले समस्या जन्मिएको हुन्छ। एक खुसी मानिस भविष्यमा खुसी रहनको लागि वर्तमानसँग धेरै सन्तुष्ट छ।
जुन व्यक्तिले कहिले गल्ती गरेन उसले कहिले नयाँ कुरा सिक्ने कोसिस नै गरेन। नकारात्मक व्यक्तिहरूबाट टाढै बस्नुहोस्, किनकि उनीहरूसँग हरेक समाधानको एउटा समस्या हुन्छ। कठिनाइहरूको बिचमा नै अवसर लुकेको हुन्छ। यसो हो नि, म धेरै स्मार्ट छु, बस म समस्याहरूको साथमा धेरै बेर रहन्छु। संयोग भनेको गुमनाम रहने ईश्वरको बाटो हो। यदि तपाईँले राम्रोसँग बुझाउन सकिरहनु भएको छैन भने तपाईँले नै राम्रोसँग बुझ्नु भएको छैन। जबसम्म तपाईँले कोसिस गर्न छोड्नु हुँदैन तबसम्म तपाईँ कहिले असफल बन्नु हुँदैन। ज्ञानको एक मात्र स्रोत अनुभव हो। प्रतिभा र मूर्खता बीचको भिन्नता यही हो कि प्रतिभाको आफ्नै सीमा हुन्छ। अधिकारको सम्मान नगर्ने कुरा सत्यको सबैभन्दा ठुलो शत्रु हो। जो सही हुन्छ त्यो सधैँ प्रसिद्ध हुँदैन र जो प्रसिद्ध हुन्छ त्यो सधैँ सही हुँदैन। विद्यालयमा पढेका कुराहरू भुलेपछि जे बाँकी रहन्छ त्यही नै शिक्षा हो। ज्ञानभन्दा कल्पना धेरै शक्तिशाली हुन्छ। भविष्यको बारेमा त्यति धेरै पनि नसोच, किनकि त्यो छिट्टै आउँछ। म 49 पटक सोच्छु र केही पनि फेला परेन। म सोच्न छोड्छु, चुपचाप शान्त भएर बस्छु, त्यसपछि सत्य म भित्र आउँछ। यदि व्यक्तिले कुनै पनि गल्ती गरेन भने उसले केही पनि सिक्दैन। मात्र ठुलो मान्छे बन्न नखोज, बरु असल मान्छे बन्ने प्रयास गर। धर्म बिना विज्ञान लङ्गडो र विज्ञान बिना धर्म अन्धो हुन्छ। संसारमा दुई चिज अनन्त छन्, एक अन्तरिक्ष र दोस्रो मानवीय मूर्खता। गणित गाह्रो लाग्छ भनेर चिन्तित नहो, तिम्रो मस्तिष्क अझै महान छ। तिमीले खेलको नियम राम्रोसँग जान्नुपर्छ, तब मात्र तिमीले अरूभन्दा राम्रो खेल्न सक्छौ। ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उति नै मूर्ख थियौँ। संसारमा यस्ता कमै मात्र व्यक्तिहरू छन् जसले स्वयं आफ्नै आँखाद्वारा देख्छन् अनि आफ्नै हृदयद्वारा अनुभूत गर्दछन्। सफल हुने मात्र प्रयास नगर, बरु मूल्यवान हुने प्रयास गर। पहिले प्रकृतिलाई गहिरै हेर अनि तिमीले सबथोक राम्रोसँग बुझ्न सक्नेछौ। बलद्वारा शान्ति प्राप्त गर्न सकिँदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ। मसँग त्यस्तो केही खुबी छैन, बस म केही चिजप्रति भित्रैदेखि जिज्ञासु हुन्छु। म सबैसँग एक जसरी नै कुरा गर्छु, चाहे त्यो फोहोर उठाउने व्यक्ति होस् वा विश्वविद्यालयको अध्यक्ष। शिक्षा त्यो हो जुन स्कुलमा पढाइसकेपछि पनि याद हुन्छ। मसँग कुनै विशेष प्रतिभा छैन, म केवल जोशपूर्ण जिज्ञासु हुँ। क्रोध जहिले पनि मूर्खहरूको छातीमा बस्ने गर्दछ। निराशावादी र सही हुनुभन्दा म एउटा आशावादी र मूर्ख हुन चाहन्छु। यदि मानिस साँच्चीकै महान बन्नु छ भने उसले त्यो देख्नुपर्छ कि के सही छ, यो होइन कि उसको अनुसार के हुनुपर्छ। तर्कले तपाईँलाई एदेखि जेडसम्म प्राप्त गर्नेछ, कल्पनाले तपाईँलाई जताततै प्राप्त गर्नेछ। एउटा सच्चा जिनियसले यो स्वीकार गर्छ कि उसलाई केही थाहा छैन। यदि मानव जातिलाई जीवित नै राख्नु छ भने पक्कै पनि हामीलाई नयाँ सोचको आवश्यकता पर्दछ। आफूले आफूलाई खुसी बनाउने सबैभन्दा राम्रो तरिका नै अरूलाई खुसी बनाउनु हो। सबैजना प्रतिभाशाली छन्, तर यदि तपाईँले माछालाई रुख चढ्ने क्षमताको आधारमा न्याय गर्नुभयो भने यो मूर्ख हो भन्ने विश्वास गर्दै जीवनभर बाँच्नेछ। ईश्वरको अगाडि हामी बराबर बुद्धिमान छौँ र बराबर मूर्ख पनि। यदि मानिस साँच्चीकै महान बन्नु छ भने उसले यो देख्नुपर्छ कि के सही छ, यो होइन कि उसको अनुसार के हुनुपर्छ, जसलाई जिज्ञासा भनिन्छ। महान व्यक्तिहरूले सधैँ मध्यवर्ती दिमागबाट हिंसात्मक विरोधको सामना गरेका छन्। बुद्धि शिक्षाको उत्पादन होइन, तर यसलाई प्राप्त गर्न जीवनभर प्रयास हो। धन्यवाद।